आज यतातिर जङ्गलको यात्रा सुरु। मम्मी टोली, मम्मी गाइस आज खोइ थाहा भएन हौ म त। ल आजको हाइकिङ ग्रुप मम्मी ग्रुप, तर कताको हाइकिङ हो थाहा भएन। यो कुन ठाउँमा छु त्यो पनि थाहा छैन। डाँडैमा मेला लागेछ, कान्छीले बोलाइराखेछ भन्दै हिँड्ने आज डाँडा डाँडा हिँड्ने। खै हिँड्न जाने भनेर भने हिँड्न सकिन्छ कि सकिँदैन। लेट्स सी। अनार ए गाउँतिर आएको हामी त आजको घुमाइ यतातिर। यता घर किन्न आएको गाइस, छुट्याउनै सकिएन कुन चाहिँ किनम भयो। कुन चाहिँ घर किन्ने होला, सबै सस्तो सस्तो रहेछ नि, त्यही भएर खालि महँगो खोज्दै हिँडेको। के खोज्नु भएको? ए अलि अर्को ठाउँतिर हो कि? ए अहिले उतातिर नि पाउँछ होला नि, पायो भने त्यतातिर भाचम्ला नि। हो यो रुखको लट्ठी चाहिँ मजाले सुलुत्त परेको हुन्छ। यही अलि नदेख्नेतिर मान्छेले नदेख्नेतिर भाचम्ला नि। ल लौन हेलो गाइस, यी हङकङमा पनि कोन पेन पाए। कोन पेन खाने, कोन पेन खाने। अर्ग्यानिक खानेकुरा बेलाउती। ल अर्ग्यानिक फ्रुट टिप्दै हिँड्दै स्टा। ल त्यही नै झर। ल है सोस्तानी फुल यहाँ सररै फुलिरहेछ। कसैलाई चाहिएमा सम्पर्क गर्नुहोला। जय नेपाल। यो रुखको जात पनि थरी थरी हुने रहेछ। कोही त्यस्तो, कोही यस्तो, कोही यस्तो। के अचम्मको रुख हो यो यामा। हेलो गाइस, म मात्रै सुक्खा लायो होला भनेको त समुद्र नि सुकेछ है। सुक्खा भएछ समुद्र। फोटो सेसन हुँदैछ गाइजहरूको मम्मी टोलीको। सिन चाहिँ जस दामी छ है। ओहो जुन बाजे जुन बाजे भनेको त प्लेन पो रहेछ मेरो आँखा। यो जङ्गललाई के जङ्गल भन्नु होला भगवान। खतरा के बाटो हेर्नु त
अनि त्यो बोर्डर क्रस गरेर यस्तै यस्तैतिर चाहिँ लगेर छोडिदिन्छ र है बिचरा हङकङ र चाइनाको बोर्डर रिफ्युजीहरू भागेर आउने पर्खा ल्यायो आज यता यता घुमियो गोरो मान्छे घाममा हिँडेर झन् ओहो भेसलिन लगाएको मान्छे जस्तै भइगयो चाइना हङकङ र चाइनाको बोर्डर घुम्दै चाइनाको बोर्डर सिधा यता आएर हङकङ चाइना र हङकङको बोर्डर घुमे आज बोर्डर हिँड्दैछौँ चाइना लुकेर छिरम रिफ्युजीमा भनेको बाटै भेटिएन हौ हङकङ दुःख गर्यो अब चाइना दुःख गर्नु पर्यो भनेर छिर्नु पर्यो भनेको बाटो भेटिएन दुखी आत्मा मम्मी पार्टीहरू बाटो बिराएर म त माछा पालन गर्नु सुरु बाटो हराउला जस्ता छन् कोहीले यता भन्छन् कोहीले उता भन्छन् हिँड्दै गरौँ जहाँ पुगेला जङ्गल हिँड्दा आज त दिदी बहिनीले हाइकिङ ल्याएको हिँडेको 5 घन्टा हुनु लाग्यो पानी ल्याइदिएछन् यत्रो अनि यसले के बाँचेला र बाँचिन्न उखु खाने हो भने उखु बारी अब हङकङ छिरेला जस्तो छैन यही चाइना बोर्डरतिर होला जस्तो छ पानी तिर्खाले गइन्न यति पानीले हङकङ गइन्न रामा तेरो दुखी आत्मा ल फाइनली अब चाइना बोर्डर छोडेर अब हङकङतिर लागे खै पानी पनि आधा माना छ कोले खाने हो बोर्डर छोडियो अब ल घुम्दै मधेसतिर आइपुग्यो खतरा ठाउँ मम्मी टोलीहरू ल आजको घुमघाम यति नै लो है आजको घुमघाम अन्त आयो दामी कस्तो तर्साउँछौ पक्का मधेस जस्तो ठाउँ आइयो भाइ छ अनि त्यो गुनेको झोला हुन्छ है त्यो नि कालो चाहिँ जुठो हुन्छ नसाउने अनि सोच्न देखेर अनि त्यो कालो काटेर मुनि राखेर माथि पलाएको छ
पक्का धान जस्तै। ए इष्टमित्रहरू त यता पो आएर छन्। घरको डिजाइन चाहिँ दामी क्या। यो घर चाहिँ किन्न आउँछु म अर्को छुट्टीमा। यो आजको हाइकिङ खतरा भयो। कालो मान्छे निलै भयो आज त। तीर हान्ने गेम खेल्ने यहाँ रहेछ। कहाँ कहाँ पो आइपुग्यो। आउँदैछ पढ्न आउँदैछ। से पहिला पहिला त गाउँ त घाँस काट्नु हिँडेको जस्तै पो माथि सिटिनीको तेर्सो त घाँस काट्नु हिँड्ने झैँ पो लाग्यो आज त। लु फाइनली हिँडेर एन्डिङ भयो। 300 आइपुग्यो भाइ। सक्यो आजको घुमघाम सक्यो। आमा पार्टीहरू सक्यो। दामी भएछ त 300 कै हाइवेमा आइयो। आजको दिन पनि गयो। पानीको अफिस यहाँ रहेछ कि